नमस्कार साथीहरु। आज भने हामी यो फाइनल एकाउन्टको आउटस्ट्यान्डिङ स्यालेरी र आउटस्ट्यान्डिङ वेजेस एडिसनल इन्फर्मेसनमा दिएको अवस्थामा यसलाई कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ आजको हाम्रो यो भिडियोमा सिक्नेछौँ। करिब 1-2 मिनेटमा हामी यो सिक्नेछौँ है। पहिला जब हामी आउटस्ट्यान्डिङ स्यालेरिज कसरी एडजस्ट गर्ने फाइनल एकाउन्टमा है त। अब यो आउटस्ट्यान्डिङ स्यालेरिज यहाँ हाम्रो ट्रायल ब्यालेन्स भित्र स्यालेरी दिएको छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ। तपाईलाई यदि दिएको छ भने त्यसलाई तपाईले टिक गर्नुहोस्, मैले यहाँ जसरी नै भिडियोमा जसरी नै। त्यसपछि हामी जाउँ यतापट्टि। यो स्यालेरिज दिएको छ कति 50,000, यहाँ आउटस्ट्यान्डिङ स्यालेरिज भनेको छ कति 4,000 है। अब यो स्यालेरिज भनेको खर्च हो, इन्डाइरेक्ट एक्सपेन्सेस हो भने यो आउटस्ट्यान्डिङ भन्ने शब्दले चाहिँ के बताउँछ भन्दा ड्यू, पेबल, तिर्नुपर्ने भन्ने बताउँछ। तसर्थ यो चाहिँ के भयो त लायबिलिटिज हुन जान्छ है, तिर्न बाँकी नै छ भन्ने बताउँछ। अब यसलाई कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ आज हामी यो भिडियोमा हेर्नेछौँ है त। अब हामी जाउँ यता ट्रेडिङ एकाउन्टतिर है। अब यो ट्रेडिङ एकाउन्टमा स्यालेरिज भन्ने आइटम जाँदैन, किनभने यहाँ डाइरेक्ट एक्सपेन्सेस र डाइरेक्ट इन्कम मात्रै जान्छ। अब प्रॉफिट एन्ड लसमा चाहिँ हाम्रो के जाने भयो त भन्दाखेरि स्यालेरिज आइटम जाने भयो। अफिस रिलेटेड र सेलिङ एक्सपेन्सेस रिलेटेड चाहिँ प्रॉफिट एन्ड लसमा जान्छ, त्यो पनि कतापट्टि डेबिट साइडमा जान्छ है त। अब यस्तो अवस्थामा हामीले के गर्नुपर्छ, कसरी एडजस्ट गर्ने सिकौँ है त। जस्तै यहाँ 2 SALARI स्यालेरिज भनेर हामीले यो एमाउन्टलाई 40,000 कति थियो हाम्रो 50,000 थियो। यसलाई भित्रैपट्टि हामी लेखौँ, यहाँ हेर्न मिल्छ। स्यालेरिज भनेर यो 50,000 है, यो एमाउन्टलाई लेख्छौँ हामी 50,000 स्यालेरिज भनेर 50,000 प्रॉफिट एन्ड लसमा लेख्यौँ। अब आउटस्ट्यान्डिङ स्यालेरी 4,000 रहेको छ। अब यहाँ के गर्ने भन्दाखेरि तपाईले एडिडी एड, आउटस्ट्यान्डिङ भनेको त तिर्न बाँकी नै छ भन्ने बताए नि त। तसर्थ हामीले के गर्नु पर्यो, यसलाई जोड्नु पर्यो। आउटस्ट्यान्डिङ म सर्टकटमा लेख्दिएँ SALARIS स्यालेरिज भनेर कति हजार जोड्नु पर्यो त साथीहरु भन्दाखेरि 4,000 है। हामीसँग पहिल्यै खर्च रहेछ 50,000, अझै तिर्नुपर्ने कति रहेछ 4,000 भन्ने बताउँछ। अब यसलाई हामी 50 + 4 ले कति हुन जान्छ त भन्दाखेरि 54,000 हुन जाँदो रहेछ है। यो एउटा प्रॉफिट एन्ड लसमा गयो यो आउटस्ट्यान्डिङ स्यालेरिज। अब यो आउटस्ट्यान्डिङ स्यालेरिज कहाँ जान्छ त सर अर्को, यो कहाँ जान्छ त भन्दाखेरि जहिले पनि दुई ठाउँ जान्छ। एउटा प्रॉफिट एन्ड लसमा गयो भने अब अर्को ब्यालेन्स सिटमा जाने भइगयो है। यो कहाँ जाने छ लायबिलिटी साइडमा जान्छ है। अब यहाँ क्यापिटल दिएको छैन, मैले यहाँ राखेको छैन। नेट प्रॉफिट हुन सक्छ, लस हुन सक्छ। यो पछाडी 2-3 वटा लाइन छोडेर मैले यहाँ राखेको छु। यसलाई ओयुटी स्यालेरिज भनेर कति हजार राख्नुपर्छ त 4,000 यसरी राख्नुपर्ने हुन्छ एडिसनल इन्फर्मेसनमा दिएको आउटस्ट्यान्डिङ स्यालेरिजलाई है। अब अलिकति अर्को बुझ्ने तरिकाले म यसलाई कसरी गर्ने यहाँ त। प्रॉफिट एन्ड लसमा डेबिट साइडमा एड छ नि त, एड आउटस्ट्यान्डिङ स्यालेरिज। यो एड भएको छ भने ब्यालेन्स सिटको सिधापट्टि यतापट्टि राख्दिने है। यदि यहाँ लेस भएको छ भने, जस्तै यहाँ तपाईले प्रिपेड दिएको छ भने लेस हुनुहुन्छ हैन, लेस छ भने चाहिँ ब्यालेन्स सिटको कता राख्दिने यो एसेट साइड। अब हामी कुरा गरौँ अर्को छ आउटस्ट्यान्डिङ वेजेसको है। आउटस्ट्यान्डिङ वेजेस 5,000 दिएको छ। यो कसरी एडजस्ट गर्ने त भन्दाखेरि यो सिमिलर लाइक स्यालेरिज हो, तर यो वेजेस चाहिँ ट्रेडिङ एकाउन्टमा जाने भएकोले गर्दाखेरि अलिकति यसलाई हेर्नुस् है त। जस्तै यहाँ वेजेस छ हामीसँग कति छ 30,000, कति छ त 30,000। अब हामी जान्छौँ कता जान्छौँ त यहाँ ट्रेडिङ एकाउन्टमा। अघि चाहिँ स्यालेरी चाहिँ प्रॉफिट एन्ड लसमा गयौँ, यो चाहिँ इन्डाइरेक्ट एक्सपेन्सेस अफिस रिलेटेड भयो। यो वेजेस चाहिँ फ्याक्ट्री रिलेटेड भयो, त्यही भएर ट्रेडिङ एकाउन्टमा है। अब यहाँ हामी के गर्छौँ भन्दाखेरि टु वेजेस भनेर राख्छौँ। हामी कति हजार राख्छौँ त भन्दाखेरि दिएको छ हामीलाई 30,000 है। अब हामी के गर्छौँ, यसलाई एड जोड्ने काम गर्छौँ। आउटस्ट्यान्डिङ अघि पनि भने नि मैले, आउटस्ट्यान्डिङ भनेको त के हो त तिर्नुपर्ने बाँकी नै। वेजेस कति तिर्नु बाँकी छ त 5,000, यो एडिसनल इन्फर्मेसन दिएको छ हामीलाई। अब यो 30 + 5 ले कति भयो त हाम्रो 35,000 एमाउन्ट फिल्डमा लेखिदिनुहोस्। एउटा ट्रेडिङमा गयो। अब आउटस्ट्यान्डिङ वेजेस अर्को कहाँ जान्छ त भन्दाखेरि यो अघि भने नि एड छ भने ब्यालेन्स सिटको कतापट्टि जाने भयो लायबिलिटी साइडमै जाने भयो है। यसरी बुझ्नुहोस्। लेस छ भने यता एसेट साइडमा जाने भयो, प्रिपेडहरू यता। अब आउटस्ट्यान्डिङ जोड्ने भयो, त्यही भएर यहाँ जाने है। अब यो त लायबिलिटिज हो नि त, तिर्नुपर्ने बाँकी। आउटस्ट्यान्डिङ छ 5,000 यसरी एडजस्ट गर्नुपर्ने हुन्छ साथीहरु। यो